अल्टीमा पैसा नअटे राजा नाग पञ्चमीको दिन राष्ट्रिय वाणिज्यमा खाता खोल्न आएको झन्डै 5 घण्टा लाग्यो यार। हेलो गाइज, स्वागत छ आजको तातो ब्लगमा। आशा छ हजुरहरू सन्चै हुनुहुन्छ होला र म नि सन्चै छु र नाग पञ्चमीको सबैले मतिरबाट धेरै शुभकामना। आज बिहानै नुहाइ धुवाइ गरे र यसरी गाईको दुध, भुटेको धान र गाईको गोबर अनि फोटो राखेर पूजा गरिन्छ र नाग पञ्चमीको पूजा गर्नुको अर्थ नागलाई प्रकृति र वातावरणको महत्त्वपूर्ण जीवनको रूपमा पनि सम्पन्न गरिन्छ र यस दिन नागको पूजा गरी घर परिवारको सुख र शान्ति र सुरक्षाको कामना गरिन्छ। त्यसपछि पूजा गरेर मम्मीले रोटी बेल्न लगाइदिनु भयो र साँच्चै भन्नु पर्दा रोटी त धेरै पका होला तर मस्त गोलो चाहिँ कहिले बनाउन सकिने यार। र खै किन होला कुनै दिन 10 परिकारको खाना एकै दिन पाकी जान्छ र अरू बेला त साग र भात जिन्दगी फरर भइदिन्छ यार। यस्तो हाम्रो घरमा मात्र हुन्छ कि क्या हो। र मस्तले खाना खाएर बाहिर मौसम नि मिठो भएको थियो। आज हामी जान लाग्छौँ बैंक र म र बाबा सिमसिमे पानीमै चल्दिएको वाणिज्य बैंक खोल्नलाई खाता। बिचारा स्टाफलाई नि भाउचर र चेक कोर्दै ठिक्क थियो यार। हामीलाई भने कुरेको कुरै यार। मसँग भिडियो क्लिपहरू त छैन तर साँच्चै भन्नुपर्दा हाम्रो बर्दघाटको ब्रान्चमा 10 वटा नयाँ एकाउन्ट खोल्नु पर्यो भने 2 दिन त फिक्स लाग्छ होला यार। धन्न त इन्टर्नसिपका स्टुडेन्टहरू छन्, नत्र भने त कहाँ हो। ल त नि आजले यति नै। आज त कहीँ जान पाइएन यार। अब भोलि भेट्नु पर्छ है त। टाटा बाई बाई।